कसैको घरमा भाडामा बस्दै आइराख्नु भएको छ? तपाईलाई आफ्नो घरबेटी र घरप्रति भाडामा बसेको घरप्रतिको दायित्वबारे थाहा छ? हाम्रो नेपालको कानुन मुलुकी देवानी संहिता 2074 को दफा 390 मा घर बहालमा लिने व्यक्तिको दायित्व भनेर व्याख्या गरेको छ, जसमा पहिलो नम्बरमा चाहिँ निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तान गर्नुपर्ने भनेको छ। निर्धारित समय भन्नाले चाहिँ बहालमा लिने व्यक्ति र बहालवालाले चाहिँ छुट्टै सम्झौता गरेको छन्। एडभान्स लिने 1 वर्षको एकैचोटि एडभान्स लिने अथवा 1 वर्ष पछि गएर तिर्ने एकैचोटि, त्यस्तो बहाल सम्झौता भएको अवस्थामा बाहेक अन्य अवस्थामा प्रत्येक महिना भुक्तान भएको 7 दिनभित्र चाहिँ घरबेटीलाई चाहिँ घर बहालमा बस्नेले चाहिँ बहाल रकम अर्थात् भाडा बुझाउनु पर्ने हुन्छ। त्यसैगरी अर्को नम्बरमा बहालमा लिएको घरलाई आफ्नै मानेर, आफ्नै घर सरह मानेर सरसफाइ, उचित र मनासिब तवरले हेरचाह, मेरो घर होइन मलाई के मतलब भनेर त्यसरी सोच्न चाहिँ पाइएन, हेरचाह र संरक्षण तथा सुरक्षा गर्नुपर्ने भन्ने व्यवस्था गरेको छ। आफू बहालमा बसेको घरमा बस्ने अन्य व्यक्तिहरू वा छिमेक, आफूसँग यताउता वरिपरिका कोठाका मान्छे अथवा वरिपरिको छिमेकीलाई कुनै पनि प्रकारको अशान्ति, असुरक्षा, हैरानी हुने खालका गतिविधि चाहिँ गर्नु हुँदैन। त्यसैगरी अर्को भनेको चाहिँ सम्झौतामा उल्लेख भएका अन्य कुराहरू पालन गर्नुपर्ने भनेको छ। सम्झौता उल्लङ्घन गरेको अवस्थामा चाहिँ बहाल सम्झौता भए पनि घरबेटीले चाहिँ निकालिदिन सक्छ बहालमा बस्नेलाई। त्यही भएर सम्झौतामा उल्लेख भएका अन्य कुराहरू पनि पालना गर्नुपर्ने हुन्छ। धन्यवाद।